ट्राफिकको त्यो सत्कार्यको लागि दुर्घटना न्यूनीकरणको लागि अहोरात्र खटिएको उहाँहरूको त्यो कमिटमेन्टलाई म धन्यवाद दिन चाहन्छु। आज मलाई प्रत्येक दिन जस्तो मलाई उपत्यकाको रिपोर्टिङ हुन्छ। आज पनि 27वटा दुर्घटनाका घटनाहरूको रिपोर्टिङ मैले सुने। अघिल्लो दिन पनि 16वटा थियो। यो प्रत्येक दिन सुनिन्छ। प्रत्येक दिन सुनिरहँदाखेरि यतिजना मृत्यु भयो, यतिजना घाइते भए, यो दुःखद कुराहरू सुन्नु परिरहेछ। न्युजहरूमा आउँदा यहाँले सुन्नुहुन्छ। आफ्नै घरमा पर्दा बढी दुःख हुन्छ, दुखित हुन्छ। यो एउटा चुनौती छ। यसले व्यक्तिको, समुदायको र राष्ट्रको समग्र क्षेत्रहरूमा यसको असर छ। अघि ट्राफिक प्रमुखले भन्नुभयो, हिजो दुर्घटनामा पीडितहरूसँग उहाँको भेटघाटको अनुभवहरू सुनाउनु, यो दुःखद छ। राष्ट्रलाई नै एउटा यसको चाहिँ क्षति छ, असर छ। व्यक्तिमा त कति छ, कति भौतिक क्षति छ, आर्थिक क्षति छ, मनोवैज्ञानिक क्षति छ। अब यो घटनाहरूलाई न्यूनीकरण गर्नुपर्छ, त्यो क्षतिलाई कम गर्नुपर्छ। त्यो क्षतिलाई कम गर्नको लागि धेरै ठुलो कुराहरू नै छैन, धेरै ठुलो काम गर्नै पर्दैन। सडक, हामी सबै सडक प्रयोग गर्छौँ विभिन्न रूपमा। सवारी साधन लिएर प्रयोग गर्छौँ, पैदल हिँडेर प्रयोग गर्छौँ। समाजका सबै तबकाका व्यक्तिहरूले सडक प्रयोग गर्नुहुन्छ। त्यो सडक प्रयोग गरिरहँदा थोरै अनुशासन, थोरै सतर्कता, अलिकति घाइते हुन्छु कि भन्ने डर, म सतर्क हुँदाहुँदै अर्कोले आएर मलाई ठोक्काएर मार्छ कि भन्ने डर, त्यति डर सडक प्रयोग गरिरहँदा भयो भने, अथवा अलिकति सतर्कता, अनुशासन भयो भने मात्रै पनि कुनै पनि दुर्घटनाहरू हुन सक्दैन। आफैबाट हुन सक्ने दुर्घटना हुँदैन। बाँकी चिन्ता अरूले दुर्घटना गराउलान् कि भन्ने, तर इन्डिभिजुअल रूपमा त्यो अर्को व्यक्ति पनि सचेत भयो भने, सतर्क भयो भने र जिम्मेवार बोध गर्यो भने दुर्घटनाको सङ्ख्यालाई जेरो बनाउन सकिन्छ। ट्राफिकले सडकमा उभिएर हात हल्लाएर, रोकेर, चिट काटेर कानुनको कार्यान्वयन थ्रु अफिसमा बोलाएर पढाएर स्क्रिनमा दुर्घटनाका धेरै दृश्यहरू देखाएर न्यूनीकरणको प्रयास त गरेको छ। तर त्यसलाई हेर्ने दृष्टिकोण, हामीले युट्युबहरूमा कहिले कहिले हेर्छौँ ट्राफिकसँग झगडा गरिरहेको, त्यो क्यामेरा मुखमै ल्याएर क्वेसनहरू रेज गरिरहेको, यो यस्तो गैर जिम्मेवारी कारणले र त्यसको दृश्यबाट प्रभावित हुने र अराजक सोच भएका व्यक्तिहरूबाट चाहिँ अलिकति सबै सचेत नागरिकहरू त्यसमा जोगिनुपर्ने, अरूलाई कन्भिन्स गर्नुपर्ने परिस्थिति चाहिँ हामीले स्वीकार्नु पर्छ। यो ट्राफिक नियमको परिपालना व्यक्तिको लाई घाइते हुनबाट जोगाउन, व्यक्तिको मृत्युबाट जोगाउन नै हो भन्ने हाम्रो बुझाइ हुनुपर्छ। त्यो बुझाइमा परिवर्तन, त्यो अन्डरस्ट्यान्डिङको विकास जरुरी हुन्छ। यी यस्ता कार्यक्रमहरूले हामी त्यो दृष्टिकोणमा परिवर्तन गरेर सकारात्मक चाहिँ बुझाइको विकास गर्ने, सो अनुशासन बढाउने, सतर्कता अपनाउने यस्ता कार्यक्रमबाट हाम्रो अपेक्षा लिएका हुनुहुन्छ। आज बुढानीलकण्ठमा जुन यस्तो ठुलो समूह
प्रभात फेरि गरेर करिब आधा घन्टा जति हिँडेर जुन चाहिँ यहाँले यो ट्राफिक प्रहरीको सन्दर्भमा ऐक्यबद्धता देखाउनुभयो यो प्रशंसनीय छ। म तपाईँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु र आगामी दिनमा आफू पनि सतर्क हुने, अरूलाई पनि सतर्क बनाउने र खराब एटिच्युड भएका व्यक्तिहरूलाई पनि राम्रो उसको बुझाइमा परिवर्तन गर्ने सन्दर्भमा यहाँहरूको योगदान पक्का पनि हुनेछ र यो दैनन्दिन हुने सडक दुर्घटनाबाट आफू बच्न, आफ्नो प्रियजनहरूलाई बचाउन र आफ्नो समुदायको व्यक्तिहरूलाई बचाउनको लागि पनि महत्त्वपूर्ण भूमिका चाहिँ खेल्नुहुनेछ र अर्को वर्ष ट्राफिक सप्ताह मनाइरहँदा यो इन्डिकेटरहरूमा, दुर्घटनाको इन्डिकेटरहरूमा पक्कै कमी आउनेछ भन्ने अपेक्षा साथ यहाँहरूको सहभागिता, यहाँहरूको ऐक्यबद्धता र ट्राफिक सडक जुन चाहिँ दुर्घटना न्यूनीकरणमा यहाँहरूको जुन प्रयास रह्यो रहनेछ, यसको लागि म यहाँहरू सबैलाई नमन गर्दै मेरो मन्तव्य विश्राम गर्न चाहन्छु। धन्यवाद।